हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। तपाईलाई मेरो युट्युब च्यानलमा स्वागत छ। र आज चाहिँ विजय दशमीको दिन टिकाको सायद छ 11:53 छन् र अहिले टिका लाउने टाइम हुन आँटेको छ। हामी रेडी भइरहेछौँ। अब के छैन भने टिका लाउन गइरहेछौँ। आउनुहोस् बेटा। हाम्रो चाहिँ चलन अनुसार टिका लाउनुभन्दा अगाडि चाहिँ आफ्नो कुलपुत्रलाई तिनचुलामा पूजा गरेर आफूभन्दा ठुलो मान्छेलाई सम्झेर यसरी पूजा गरिन्छन्। यतापट्टि चाहिँ कोपा हजुरले टिका लाउँदै गरेर नातिले चाहिँ उताबाट आशीर्वाद दिँदै गरेको अवस्था। फाइनली गाइस टिका लाउने पालो चाहिँ अब मेरो र बुवा हजुरले टिका लाउनु हुँदैछ र मनमा आशीर्वाद चाहिँ दिनु हुँदै। हाम्रो घरमा चाहिँ यसपालि दाजुहरू नभएकोले गर्दा मैले चाहिँ मेरो छोराछोरीहरूलाई टिका लगाइदिँदै र आशीर्वाद दिँदै गरेको अवस्था है साथीहरू। हेलो गाइज, अब हामीले चाहिँ घरको सबैजनाले पालो टिका लगाइसकेपछि चाहिँ अब
खाजा खाने टाइम हो र अब खाँदैछौँ। Halo. Kita चाहिँ हाम्रो भान्जा र भान्जी हुनुहुन्छ हाम्रो बक्सा माउलादर। भान्जा भान्जीहरू चाहिँ टिका लाउनु मिल्दैनन्। उहाँहरूको घरमा जुठो पर्नु भएकोले गर्दा यसपालि टिका लाउनु मिल्दैनन्। हेलो गाइज, हामी चाहिँ अब यता काकी आमाको घरमा टिका लाउन आएको छौँ।